स्टार होटल हो। Hello everyone, welcome back after a long time, and it's me Gayatri Kulung, and we are going to shop. We are going to market with my friend Delphi. This dog is very cute dog, but little bit aggressive. आज हामी हल्लेर अलिक तनाव हो भ्लग बनाउँदै सेसेल्स माहे आइल्यान्डबाट तरकारी लिनको लागि सब्जीहरू लिनको लागि तलतिर झर्दैछौँ। के त भन्दाखेरि अलिकति म गोप्रो किनेर मात्रै चाहिँ भिडियो बनाउने योजना थियो, तर अब त्यो नभएको कारणले अब मोबाइल पक्रेर भिडियो बनाउँदै गरेको अवस्था। साथीहरू केही छैन, जे जस्तो आउँछ मोबाइलबाट खिचेर चट्टसँगले आजको भिडियो तपाईहरुलाई देखाउने छु है त। ओले यदि हजुरहरू नयाँ साथीहरूले यो मेरो भिडियो हेरिरहनु भएको छ भने यस पूर्वेली कला युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गरेर बेल आइकन दबाइदिनु होला। यस्तो रमाइलो दृश्यहरू, यो चाहिँ पूर्वी अफ्रिकाको सेसेल्स भन्ने देशको माहे आइल्यान्डबाट तपाईहरुलाई म सुन्दर प्रकृतिले भरिएको दृश्यहरू देखाउँदैछु। यहाँ तल समुद्र देख्न सक्नुहुन्छ। यहाँ साथीसँग आज हामी मार्केटतिर जाँदैछौँ। साँझको समयमा हेर्न सक्नुहुन्छ काजु, बाटैभरि काजु, तर अहिले झरिसकेको रहेछ। यो चाहिँ काजुको बोट हो। हामी चाहिँ सर्टकट बाटो जाने भनेर यहाँ साथीसँग जङ्गलको बाटो अहिले गइरहेका छौँ। अब साँझको समयमा अलिकति हाम्रो चाहिँ हिँड्नुपर्छ, किनकि हामी चाहिँ गाउँ साइड बस्छौँ नि त। त्यही भएर दोकान पसल जानलाई अलिकति टाढै छ। यो अलिकति रोड छोडेर बाटो छोडेर पैदल अलिकति हिँड्नुपर्छ। त्यहाँभन्दा अलिकति नजिक रोड जाँदा हाइवे जाँदा पनि छ न त दोकानहरू, तर त्योभन्दा अलिकति टाढो आज अलिक तलतिर अरू नै सामान केही किन्ने भनेर सब्जीहरू अलिक फ्रेस खालको किन्ने भनेर हामी गइरहेका छौँ। हेर्न सक्नुहुन्छ यस्तो ठुल्ठुलो ढुङ्गाहरू सेसेल्सको जङ्गलतिर पाइन्छ। हामी मस्त हिँड्ने क्रममा छौँ। बिग
बिग ट्री, बिग स्टोन। नरिवल हेर्न सक्नुहुन्छ। जङ्गलतिर नरिवल पनि पाइन्छ। ठुला ठुला चट्टानहरू हेर्न सक्नुहुन्छ। अब भने हामी आन्सलामुस, सेसेल्सको आन्सलामुस भन्ने ठाउँमा आइसकेका छौँ। यहाँ बीच हेर्न सक्नुहुन्छ। अलिकति हिँड्ने बानी हराएछ, त्यही भएर निकै थकाइ लागेको छ। एकदम गजबको हामी तलतिर अलिकति हाइवे साइडतिर आइसकेका छौँ। यहाँ सेसेल्स माहे यो आइल्यान्डमा, सेसेल्सको यो माहे आइल्यान्डमा थोरै जमिनमा पनि धेरै मजाले कृषि उत्पादन गरिन्छ। टमाटर खेती हेर्नुहोस्, यसरी मजाले लगाइन्छ। यहाँ टनेलहरू देख्न सक्नुहुन्छ। टमाटर चाहिँ तर अहिले टिपिसकेको अवस्था रहेछ। हामी अब सब्जी किन्ने ठाउँ आइसकेका छौँ। तपाईँले के चाहियो? यो हाँस किन्नुहोस्। हाँस खानु मन लाग्यो भने हाँस छ, परेवा, यहाँ टर्की के अरे, तपाईँलाई खरायो चाहियो भने खरायोको मासु पनि पाइन्छ। बाख्रा, तपाईँलाई बाख्रा खान मन लाग्यो भने बाख्रा पनि किनेर चट्टसँगले बनाएर खान सक्नुहुन्छ। यो के अरे बट्टाई हो क्या अरे। यसरी हामी अब मार्केट छिर्यौँ है त। यो चाहिँ टक्कसँगले बस कुर्ने ठाउँ। बस स्टेसनमा चाहिँ यात्रुहरूको लागि बस कुर्ने ठाउँ यसरी चट्टसँगले बनाइएको हुन्छ। हामी समुद्रतिर एकैछिन च्यासै पुग्नेछौँ साँझको समयमा। ओसियन भयो। अहिले पानी हल्का पर्ला जस्तो अब बोटहरू लगाइएको छ यसरी चट्टसँगले। अहिले हामी टक्कसँगले आइसकेका छौँ समुद्रतिर। मार्केट डुल्ने क्रममा समुद्रतिर आइसक्यौँ। एकदम मजाको छ, छाल आइरहेको छ पुरै। आजको भिडियो, आजको भ्लगमा हामी चाहिँ तपाईँहरूलाई यसो समुद्रको दृश्यहरू पनि देखाउँदैछौँ। यहाँ तपाईँहरूलाई म कौडा देखाउन चाहन्छु। समुद्रमा कौडा धेरै पाइन्छ। मैले भेटेँ एउटा कौडा। यस्तो कौडाहरू चाहिँ यहाँ समुद्रमा चाहिँ पाइने गरिन्छ। धेरै कौडाहरू अहिले हिँड्दै मैले एउटा टिपेँ। यस्तो कौडाहरू धेरै पाइने गरिन्छ। यहाँ पर टुरिस्टहरू नुहाइरहेको अवस्था।
यो चाहिँ यहाँको स्टार होटल हो, ठुलो स्टार होटल। अब हामी मार्केट आइपुगिसकेका छौँ। अहिले हामी मार्केटभित्र छौँ। तपाईँलाई जे सामान चाहिन्छ त्यही छ।